आज मिति 2082 साल जेठ 27 गते। आजको राशिफल मेष राशि। अध्यात्मतर्फ रुचि बढ्नेछ। कार्यक्षेत्रमा गल्तीको विश्लेषण गर्ने समय रहेको छ। अवसर पाउनका लागि केही त्याग गर्नुपर्ला। स्वास्थ्य शरीरले गर्दा काममा जुट्न गाह्रो हुनेछ। आजको शुभ रङ रातो हो भने शुभ अङ्क 8 रहेको छ। वृष राशि। पुराना मित्रहरूसँग पाएक स्थानमा भ्रमणको योग छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। सङ्गीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको रङ शुभ गुलाबी हो भने शुभ अङ्क 2 रहेको छ। मिथुन राशि। रचनात्मक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। व्यापार व्यवसायमा धैर्य एवं मेहनतले राम्रो सफलता मिल्नेछ। आजको शुभ रङ नीलो हो भने शुभ अङ्क 4 रहेको छ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अगाडि विश्वासपात्र वा जानकारको सल्लाह लिनुहोला। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुधार हुनेछ। आजको शुभ रङ सेतो हो भने शुभ अङ्क 2 रहेको छ। सिंह राशि। अरूलाई प्रभावित पार्न फजुल खर्चदेखि बस्नुहोला। रोकिएको कार्यहरू सुरु हुनेछन्। व्यक्तिगत वा गोपनीय जानकारीहरू बाहिर उजागर गर्नदेखि बस्नुहोला। आजको शुभ रङ बैजनी हो भने शुभ अङ्क 4 रहेको छ। कन्या राशि। समाजमा पद प्रतिष्ठा बढ्नेछ। साथै कुनै सामाजिक सङ्गठनमा जुट्ने अवसर मिल्नेछ। त्यो भविष्यका लागि लाभदायक रहला। आफन्तहरूको सहयोगले नयाँ आशा दिलाउनेछ। आजको शुभ रङ हरियो हो भने शुभ अङ्क 4 रहेको छ। तुला राशि। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर मिल्नेछ। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रङ सेतो हो भने शुभ अङ्क 7 रहेको छ। वृश्चिक राशि। आजको कार्यक्षेत्रमा पनि एकपछि अर्को अवसर हात लाग्नाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। घर परिवारमा आफूभन्दा ठुलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रङ केसरी हो भने शुभ अङ्क 5 रहेको छ। धनु राशि। आफन्तहरूसँग रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रङ पहेँलो हो भने शुभ अङ्क 6 रहेको छ। मकर राशि। प्रतिस्पर्धामा विजय मिल्नेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने सम्भावना छ। सानो प्रयासले ठुलो कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रङ खैरो हो भने शुभ अङ्क 7 रहेको छ। कुम्भ राशि। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि परिवारहरूसँग सल्लाह लिनुहोला। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। आजको शुभ रङ हल्का नीलो हो भने शुभ अङ्क 8 रहेको छ। मीन राशि। नयाँ कार्यतर्फ अग्रसर हुने समय छ। टाढाको आफन्तहरूसँगको भेटघाटले मन